गाइस, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ दसैँको दिनमा चाहिँ मेरो फर्स्ट भ्लग भइरहेको छ। सबैले माया गरिदिनु होला। अब अरू बोल्न त जान्दिनँ। अब टिका लाउन सुरु भइसकेको छ। टिका मुछेर यता रेडी। अब चाहिँ टिका लाउन चाहिँ सुरु गरिसकेको छ। पहिला चाहिँ दाइको पालो। टिका लाउँदै आशीर्वाद दिँदै हुनुहुन्छ मम्मीले। अब फर्स्टचोटि चाहिँ भिडियो बनाउँदैछु। फर्स्ट भिडियो भने नि भ्लग भने नि के भने नि यही हो। त्यस्तो खासै राम्रो त छैन। हामीले चाहिँ यसरी नै टिका लगायौँ। पहिला चाहिँ दाइ, त्यसपछि भाउजू, त्यसपछि चाहिँ मैले लगाउँछु। लास्टसम्म चाहिँ भिडियो हेर्नु होला। मम्मीले चाहिँ जमरा लगाइदिँदै हुनुहुन्छ। चाहिँ भाउजूको टिका लाउन सुरु भइसकेको छ। भाउजू रेडीमा हुनुहुन्छ। भाउजू रेडी हो? भाउजूलाई चाहिँ टिका लगाइदिँदै मम्मीले चाहिँ आशीर्वाद दिँदै हुनुहुन्छ। भाउजूको चाहिँ यो चाहिँ सेकेन्डचोटिको दसैँ हो। यहाँभन्दा सुख कति हुनु भाउजूलाई, होइन भाउजू? कम्ता सुखको छ। टिका चाहिँ लगाइसकेर चाहिँ अब मम्मीले चाहिँ जमरा लगाइदिँदै हुनुहुन्छ। जमरा नि कता हो त अनि? अब जमरा लगाइदिइसकेपछि मम्मीले चाहिँ पैसा दिँदै हुनुहुन्छ भाउजूलाई। हाँस्नु भएको। टिका टिका झर्ला बिस्तारो। अब लास्टमा चाहिँ मेरो पालो। अब कान्छा छोरा भएपछि चाहिँ यस्तै हो, लास्टमा पाला हुने। टिका लगाइदिँदै आशीर्वाद दिँदै गर्नुहुन्छ मम्मीले। आशीर्वाद चाहिँ फेरि अब कान्छा छोरो भएपछि कडा कडा खतरा खतरा आशीर्वाद दिँदै हुनुहुन्छ। अब चाहिँ टिका लगाएर आशीर्वाद दिइसक्नु भएपछि चाहिँ जमरा लगाइदिँदै हुनुहुन्छ मम्मीले। टिका लगाएर चाहिँ सकिसकेको छ। अब चाहिँ अन्तिम भइसकेको छ भिडियो। अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनुभयो, त्यसको लागि धेरै धन्यवाद। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब चाहिँ गरिदिनु होला। धन्यवाद।